आज हामीले हेर्न लागेको सामग्रीले एउटा निकै नै जोरदार दादी गर्छ कि हाम्रो सफलता कडा परिश्रमले होइन, हामीले संसारलाई हेर्ने दृष्टिकोणले निर्धारण गर्छ। सुरुमा त मलाई यो अलि बढी भयो कि जस्तो लागेको थियो, तर यसभित्र पस्दै जाँदा कुरा साँच्चीकै गहिरो रहेछ। यो दाबी सुन्दा अलि अनौठो लाग्न सक्छ है? लाग्छ। किनभने हामीलाई सधैँ कडा परिश्रम नै सफलताको साँचो हो भनेर सिकाइएको छ। हो, परिश्रम नै सबथोक हो भनेर। तर स्रोतले के भन्न खोजिरहेको छ भने परिश्रम त गर्ने, तर कुन दिशामा, गलत ठाउँमा इनार खनेर त अर्थ भएन नि। त्यो सही ठाउँ पहिल्याउने क्षमता नै दृष्टि हो। ठ्याक्कै यही कुरालाई प्रस्ट्याउन आउनुहोस् एउटा रमाइलो काल्पनिक प्रयोगबाट सुरु गरौँ। मानौ एउटा टाइम मेसिन छ जसले हामीलाई ठ्याक्कै सन् 2019मा फर्काइदिन्छ। हामीलाई आउँदो 6 वर्षमा के हुन्छ सबै थाहा छ। कुन शेयरको भाउ कहाँ पुग्छ, बिटकोइनको मूल्य कतिले बढ्छ, सबै घटनाहरू हो, सबै थाहा छ। यस्तो अवस्थामा के गरिन्थ्यो होला? यो एकदमै रोचक प्रश्न हो। धेरैले सोध्छन् म त घर खेत बेचेर लगानी गर्थे र अर्बपति बन्थे। म पनि त्यही सोच्थेँ होला। तर के साँच्चै त्यसो गरिन्थ्यो होला? मलाई लाग्छ धेरैजसो मानिसहरू भविष्य थाहा पाएर पनि आफ्नो सानोतिनो बचत मात्र लगानी गर्थे। किन त्यस्तो, जबकि नतिजा त निश्चित छ? किनभने जानकारी हुनु र त्यस जानकारीमा विश्वास गरेर आफ्नो सबथोक दाउमा लगाउने आँट हुनु फरक कुरा हो। त्यो आँट नै त दृष्टिकोणको पहिलो सङ्केत हो। भविष्य देख्ने क्षमता भएर पनि त्यो देखेको कुरामा हाम फाल्न सक्ने हिम्मत थोरैसँग मात्र हुन्छ। यो प्रश्न पैसाको होइन, मानसिकताको परीक्षण हो। यही मानसिकताको कुरामाले स्रोतको मूल तर्क लुकिएको छ। मानिसलाई महान बनाउने कुरा कडा परिश्रम मात्र होइन, दृष्टि हो। स्रोतमा एउटा सुन्दर वाक्य छ, आँखाले सबैले देख्छन् तर दिमागले देख्ने कमै हुन्छन्। एकदम। यसको सबैभन्दा क्लासिक उदाहरण त न्युटनकै हो। न्युटनको स्याउको उदाहरण त हामी सबैले सुनेकै हो, तर स्रोतले यहाँ के औल्याउँछ भने त्यो स्याउ खस्नु महत्त्वपूर्ण थिएन। महत्त्वपूर्ण त न्युटनको दिमागमा पहिलेदेखि नै चलिरहेको प्रश्न थियो, ग्रहहरू किन आफ्नो कक्षामा घुम्छन्, किन कुनै चिज माथि फाल्दा तलै खस्छ? मतलब त्यो एउटा संयोग मात्र थियो। हो, त्यो स्याउ खसेको घटनाले त उनको दिमागमा चलिरहेको उत्तरलाई उजागर मात्र गरिदियो। स्याउ त हजारौं वर्षदेखि खसिरहेकै थियो। यहाँ चाखलाग्दा कुरा के छ भने यस्ता सम्भावनाहरू हाम्रो वरिपरि सधैँ हुन्छन्, तर त्यसलाई बुझ्ने दृष्टिकोणले समय लिन्छ। जस्तै सामग्रीमा दिएको प्राचीन ग्रिसको उदाहरण हेरौँ न। त्यहाँका मानिसहरूलाई एम्बर नामक वस्तुलाई ओनमा रगड्दा त्यसले साना साना वस्तुलाई तान्छ भन्ने हजारौं वर्षदेखि थाहा थियो। त्यो बिजुलीको एकदमै साधारण रूप थियो। मतलब बिजुलीको ज्ञान हजारौं वर्षदेखि थियो? एक किसिमले हो, तर त्यो ज्ञानलाई ब्याट्रीमा परिणत गरेर ऊर्जाको स्रोत बनाउन सकिन्छ भन्ने दृष्टि आउन सन् 1789 सम्म कुर्नु पर्यो। जब एलेसान्द्रो भोल्टाले पहिलो ब्याट्री बनायो, सोच्नुहोस् त यदि त्यो दृष्टि 2000 वर्ष पहिले नै कसैमा आएको भए हाम्रो संसार कति फरक हुन्थ्यो होला? हो नि। औद्योगिक क्रान्ति सायद रोमन साम्राज्यकै पालामा सुरु हुन्थ्यो होला। यसले के देखाउँछ भने सम्भावना सधैँ हुन्छ, तर त्यसलाई अवसरमा बदल्ने दृष्टि त्यो दुर्लभ हुन्छ। यसलाई हाम्रो आफ्नै सन्दर्भमा हेर्दा झन प्रष्ट हुन्छ। स्रोतले नेपालको एउटा सान्दर्भिक उदाहरण दिएको छ। नेपालका हिमालहरू हजारौं वर्षदेखि छन्, तीबाट बग्ने नदीहरू पनि उति नै पुराना हुन्, तर यही पानीबाट बिजुली निकालेर देशको मुहार फेर्न सकिन्छ भन्ने दृष्टिकोण आउन र त्यसलाई कार्यान्वयनमा लैजान हो। हामीलाई धेरै समय लाग्यो। सम्भावना त्यही थियो, तर त्यसलाई अवसरको रूपमा हेर्ने दृष्टिकोणको खाँचो थियो। र त्यो दृष्टिकोणका लागि कुनै जटिल प्रविधि वा ठूलो लगानी मात्र चाहिने होइन। कहिलेकाहीँ साधारण चिजलाई फरक तरिकाले हेर्दा पनि चमत्कार हुन सक्छ। हो, जस्तै 1743मा जोन केले साधारण काठ र तारबाट फ्लाइङ शटल बनाए। अनि त्यसले कपडा उद्योगमा तहल्का नै मचायो, होइन? हो, त्यसले कपडा बुन्ने प्रक्रियालाई यति छिटो बनाइदियो कि त्यसैले औद्योगिक क्रान्तिलाई नै गति दियो। र रोचक कुरा के भने उनले कुनै नयाँ धातु वा जटिल विज्ञान प्रयोग गरेका थिएनन्। नेपालका गाउँघरमा पाइने काठ, बाँस, माटो जस्ता साधारण सामग्रीमा पनि यस्तै कुनै सम्भावना लुकेको हुन सक्छ। प्रश्न यति हो, त्यसलाई त्यो नजरले हेर्ने कोही छ कि छैन? यसले एउटा महत्त्वपूर्ण प्रश्न उठाउँछ। कुनै पनि समाजमा यस्तो दृष्टिकोणको विकासमा के कुराले बाधा पुर्याउँछ वा के कुराले सहयोग गर्छ?
स्रोतले जेफ बेजोसको उदाहरण दिएको छ। उनले 1990 को दशकमै अनलाइन किताब पसलको सम्भावना देखे। त्यो बेला धेरैले इन्टरनेटलाई एउटा सानो प्राविधिक समूहको खेलौना ठान्थे। हो, त्यो बेला त इन्टरनेट चलाउनु नै ठूलो कुरा थियो, त्यसमाथि सामान किन्ने त कल्पना बाहिरको कुरा थियो। ठ्याक्कै अरूले रोखिम, शङ्का र अनिश्चितता देखेको ठाउँमा बेजोसले विश्वव्यापी बजार देखे। दृष्टिकोण भनेकै भविष्यको चित्र कोर्न सक्ने क्षमता हो, जब अरूले वर्तमान मात्र देखिरहेका हुन्छन्। त्यसो भए यो दृष्टि भन्ने कुरा सुन्दा त ठूलो लाग्यो, तर यसलाई विकास गर्ने कुनै ठोस तरिका पनि दिएको छ कि स्रोतमा? सुरुवात कहाँबाट गर्ने? यो कुनै जन्मजात गुण हो कि सिक्न सकिन्छ? राम्रो प्रश्न। स्रोतको सबैभन्दा आशावादी कुरा नै यही हो। यो बनाउन सकिन्छ। यो कुनै दैवी शक्ति होइन। यसका लागि 5 वटा आधारहरू दिएको छ, जसलाई अभ्यास गरेर विकास गर्न सकिन्छ। ल, त्यसो भए पहिलो आधार के हो? पहिलो र सबैभन्दा महत्त्वपूर्ण आधार हो आशावादी सोच। नेपाली उखान नै छ, आशाले बाँच्छ मान्छे। यदि सोचाइ नै नकारात्मक छ, यहाँ केही हुँदैन, यो सम्भव छैन भन्ने मानसिकता छ भने नयाँ अवसर देख्ने सम्भावनै मर्दछ। हो, स्रोतले सन् 1968 मा अमेरिकाको उदाहरण दिएको छ। त्यो बेला भियतनाम युद्ध, सामाजिक अशान्ति र आर्थिक सङ्कटले देश थला परेको थियो। सबैतिर निराशा थियो। हो, तर त्यही अन्धकारको बीचमा इन्टेलका संस्थापकहरूले आशावादी भएर एउटा सानो माइक्रोप्रोसेसर कम्पनी सुरु गरे। आज त्यो कहाँ पुग्यो हामी सबैलाई थाहा छ। तर यहाँ एउटा प्रश्न उठ्छ। स्रोतले आशावादी सोचलाई पहिलो आधार मानेको छ, जुन सही हो, तर कहिलेकाहीँ यथार्थवादी वा अलिकति निराशावादी हुनुले पनि त ठूला दुर्घटनाबाट जोगाउँछ होला नि। अन्धो आशाको खतराबारे केही उल्लेख छ? एकदमै सान्दर्भिक प्रश्न। स्रोतले भनेको आशावाद भनेको सबै ठिक भइहाल्छ भनेर हात बाँधेर बस्ने अन्धो आशा होइन। यो त समस्याहरू छन्, तर त्यसको समाधान पनि छ र म त्यो खोज्न सक्छु भन्ने सक्रिय आशा हो। सक्रिय आशा हो। इन्टेलका संस्थापकहरूलाई पनि चुनौती थाहा थियो, तर उनीहरूले चुनौतीभन्दा बढी सम्भावना देखे। त्यो नै फरक हो। नेपालमा 2072 को भूकम्पपछि धेरैले हार माने, तर केहीले आशा राखेरै पुनर्निर्माणको नेतृत्व गरे। त्यो आशा नै दृष्टिको पहिलो बीज रहेछ। दोस्रो आधार यही आशावादसँग जोडिएको छ, जोखिम लिने हिम्मत। दृष्टिकोण हुनु मात्र पर्याप्त छैन, त्यसलाई कार्यान्वयन गर्न जोखिम मोल्ने आँट चाहिन्छ। टाइम मसिनको उदाहरणमा फर्किने हो भने भविष्य थाहा भएर पनि घर बेचेर वा ऋण लिएर लगानी गर्ने आँट कतिमा हुन्थ्यो? तर कसरी थाहा पाउने कि त्यो आँट हो कि मूर्खता? कति जोखिम लिनु ठिक हो? यहीँनेर दृष्टिकोणले काम गर्छ। दृष्टिकोण बिनाको आँट त्यो त जुवा खेल्नु जस्तै हो। तर जब तपाईसँग स्पष्ट दृष्टि हुन्छ, तपाईले लिने जोखिम गणना गरिएको हुन्छ। तपाईलाई थाहा हुन्छ कि तपाईँ कहाँ जाँदै हुनुहुन्छ र त्यसका लागि के कस्ता बाधा आउन सक्छन्। धेरैजसो मानिसहरू निश्चितता खोज्छन्, तर दृष्टिकोण भएकाहरू अनिश्चिततामा अवसर देख्छन् र त्यसमा हाम फाल्ने हिम्मत गर्छन्। बनेपछि दृष्टि र आँट सँगसँगै आउनु पर्यो। हो, एउटा बिना अर्को अधुरो हुन्छ। तेस्रो आधार पनि उत्तिकै महत्त्वपूर्ण छ, परिवर्तनको चाहना। जब समाजमा धेरै मानिसहरू यो त यस्तै हो, यसलाई बदल्न सकिँदैन भन्छन्, दृष्टिकोण भएको व्यक्तिले यसलाई अझ राम्रो बनाउन सकिन्छ भनेर सोध्छ। यथास्थितिमा सन्तुष्ट हुँदैनन्। हो। नेपालको ढाका र गलैँचा उद्योगकै कुरा गरौँ न। पहिले हातले मात्र बुनिन्थ्यो, एउटा निश्चित बजार थियो, तर कसैले सोच्यो होला यदि यसमा मेसिनको प्रयोग गरियो, नयाँ डिजाइनहरू ल्याइयो र यसलाई अन्तर्राष्ट्रिय रूपमा ब्रान्डिङ गरियो भने यसलाई विश्व बजारमा पुर्याउन सकिन्छ। त्यो परिवर्तनको चाहना त राम्रो हो, तर त्यसले परम्परागत सिप र मौलिकतालाई बिगार्छ भन्ने तर्क पनि त आउँछ नि। स्रोतले यो सन्तुलनको बारेमा केही भन्छ? यो एकदमै जायज चिन्ता हो। स्रोतले के सङ्केत गर्छ भने परिवर्तनको अर्थ परम्परालाई पुरै फाल्नु होइन, बरु त्यसलाई समयअनुसार परिमार्जन गर्नु हो। ढाकाको मौलिक डिजाइनलाई कायम राख्दै नयाँ उत्पादनहरू जस्तै टाई, पर्स वा आधुनिक पोसाक बनाउनु भनेको परम्परालाई मार्नु होइन, त्यसलाई नयाँ जीवन दिनु हो। परिवर्तनको चाहना भनेको जडलाई उखेल्नु होइन, हाँगाबिङ्गालाई फैलाउनु हो। राम्रो व्याख्या। अब चौथो आधार, जुन यही परिवर्तनको चाहनासँग जोडिएको छ, त्यो हो सुधारको मानसिकता। यो भनेको काम सकियो भनेर बस्ने होइन,
यसलाई अझै कसरी राम्रो बनाउन सकिन्छ भनेर निरन्तर सोच्नु हो। स्रोतमा लियोनार्डो दा भिन्सीको सुन्दर उदाहरण छ। उनले आफ्नो समयमा सबै कुरा पत्ता लागिसक्यो भनेर कहिले सोचेनन्। बरु उनी हरेक कुरामा जिज्ञासा राख्थे र त्यसलाई सुधार्ने तरिका खोज्थे, चाहे त्यो चित्रकला होस्, इन्जिनियरिङ होस् वा मानव शरीरको अध्ययन। उनले मोनालिसाको चित्रलाई वर्षौंसम्म आफूसँगै राखेर सुधार गरिरहे भन्छन् नि। हो, त्यही हो। मतलब यो एक पटकको ठूलो छलाङ होइन, बरु निरन्तर साना सुधारहरूको यात्रा हो। बिल्कुल, यही निरन्तर सुधारको मानसिकताले नै साधारणलाई असाधारण बनाउँछ। पहिलो पटक बनेको मोबाइल फोन र आजको स्मार्टफोनमा भएको फरक यही सुधारको मानसिकताको परिणाम हो। र अन्तिम पाँचौं र सायद यी सबैको जगमा रहेको आधार हो निरन्तर सिकाइ। यो त एकदम महत्त्वपूर्ण छ। दृष्टिकोण आकाशबाट झर्दैन, यो ज्ञान र जानकारीको जगमा निर्माण हुन्छ। हो, जति धेरै कुरा थाहा हुन्छ त्यति नै धेरै कुराहरू बीचको सम्बन्ध देख्न सकिन्छ अनि नयाँ आइडियाहरू फुट्छन्। सामग्री अनुसार बिल गेट्स र बाराक ओबामा जस्ता अत्यन्त व्यस्त व्यक्तिहरूले पनि हरेक दिन पढ्नका लागि समय निकाल्थे। गेट्स माइक्रोसफ्ट चलाउँदा पनि हरेक वर्ष 50 वटा किताब पढ्थे। ओबामा राष्ट्रपति हुँदा पनि हरेक दिन 1 घण्टा पढाइमा बिताउँथे। उनीहरूलाई त्यसो गर्न केले बाध्य बनायो होला? किनभने उनीहरूलाई थाहा थियो कि उनीहरूले जे जानेका छन् त्यो पर्याप्त छैन। संसार निरन्तर परिवर्तन भइरहेको छ। हरेक दिनको थोरै सिकाइले पनि दृष्टिकोणलाई फराकिलो बनाउँछ, नयाँ विचारहरू जोड्छ र पुराना धारणाहरूलाई चुनौती दिन्छ। सिकाइ बिनाको दृष्टिकोण चाँडै नै असान्दर्भिक हुन्छ। यसो भए यी 5 आधारहरू आशावादी सोच, जोखिम लिने हिम्मत, परिवर्तनको चाहना, सुधारको मानसिकता र निरन्तर सिकाइ एक आपसमा जोडिएका छन्। एकदम, यो एउटा चक्र जस्तै हो। आशाले जोखिम लिने आँट दिन्छ, परिवर्तनको चाहनालाई सुधारको मानसिकताले बल दिन्छ र यो सबै प्रक्रियालाई निरन्तर सिकाइले ऊर्जा र दिशा दिन्छ। भनेपछि एउटा बलियो हुँदा अर्को पनि बलियो हुँदै जान्छ। हो, यसरी नै एउटा साधारण व्यक्तिमा पनि असाधारण दृष्टि विकास हुन सक्छ। आजको छलफलको सार यही हो, कडा परिश्रम महत्त्वपूर्ण छ, तर सही दृष्टिकोण बिना त्यो खेर जान सक्छ। कुवामा पानी नभएको ठाउँमा घण्टौं इनार खन्नु जस्तै हो। अवसरहरू जताततै हुन्छन्, हाम्रै वरिपरि हुन्छन्, तर तिनलाई देख्नका लागि दृष्टि चाहिन्छ, जुन यी 5 आधारहरूमा टेकेर निर्माण गर्न सकिन्छ।